Hello friends, good morning and welcome to you all in my YouTube channel. आज भने हामी नेत्रावती गाउँपालिकाको यो चाहिँ हर्याङ गुरुङ भन्ने ठाउँमा छौँ। हर्याङ गुरुङ भन्ने बजार हो यो। हर्याङ गुरुङ बजार यति ठुलो बजार त छैन, नाम चाहिँ हर्याङ गुरुङ र यहाँभन्दा माथि लगभग यहाँबाट लगभग आधी घन्टा हिँडियो भने हर्याङ गुरुङ मन्दिर पुग्न सकिन्छ। हर्याङ गुरुङ मन्दिर भनेको महादेवको मन्दिर हो। हामी चाहिँ त्यहाँसम्म पुग्ने चाहिँ आज कोसिस गरिरहेका छौँ। यो धादिङ जिल्ला नेत्रावती डबजोङ गाउँपालिका। ब्युटिफुल प्लेस। यताको भन्दा यताको बाटो राम्रो रहेछ। त्यही त कालै रहेछ। हरियाली ठाउँहरू, हरियाली डाँडा काँडा अनि त्यसमाथि चाहिँ फ्रेस एयर अनि यो त्यसै माथि सँगै रहेको यो चाहिँ बादलहरू। यहाँ पानी पानी छ सबै ठाउँमा। गाडी पनि नजाने पहिरोले गर्दाखेरि हिँडेर जानुपर्ने रहेछ हर्याङ गुरुङ मन्दिरसम्म। बाटोमा फसेको पहिरोहरू। मन्दिरको गेट आइपुग्यो हामी अहिले। यहाँ चाहिँ केही कुराहरू लेखिएको छ। नेत्रावती डबजोङ गाउँपालिका 3 महादेव स्थान मन्दिर प्रवेशद्वार। पवित्र धार्मिक स्थल बिन्दुकेश्वर महादेव मन्दिर को दर्शनमा पाल्नु हुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक स्वागत गर्दछौँ। बिन्दुकेश्वर महादेव मन्दिर। मन्दिर जाने सिडीहरू। मन्दिर नजिक नजिक आइसकेका छौँ। यहाँ चाहिँ जुका पनि लाग्छ यो ठाउँमा। जुका स्पेसल ठाउँ हो यो। बाटो छ यहाँ। बाटो ल हिँड्ने बाटो पनि स्पाइरल उसमा छ, नेटमा स्पाइरल जस्तोमा बनाएको छ यहाँ हिँड्ने बाटो। निकै गहिरो भएकोले यस्तो बनाएको हो। अब भने मन्दिर नजिक नजिक आइसकेका छौँ। यो देखिएको यहाँनिरको यो सेतो चाहिँ यो पानीहरू हो। यो पानीको छाँगो सेतो पानी छ यो यहाँनिर। अनि यहाँबाट यसरी जान्छ। यस्तो भिड छ यहाँ। यो भिड कटेर आउने हो। यो भिडबाट यो भिड हुँदै झरेर त्यस पछाडि मन्दिर पुग्ने। चाहिँ मन्दिर परिसर आइपुग्यौँ हामी। वेल फ्रेन्ड्स, करिब करिब 15 मिनटको हिँडाइपछि गेटबाट अहिले चाहिँ यहाँ हामी मन्दिर परिसर आइसकेका छौँ। यो चाहिँ हर्याङ गुरुङ मन्दिर रहेको स्थान हो। यो नजिकै रहेको यो चाहिँ पक्कल खोला हो। यो चाहिँ पक्कल खोलाको मुहान भन्न पऱ्यो। अनि यो चाहिँ मन्दिर यतापट्टि त्यो रहेको यो चाहिँ मन्दिर हर्याङ गुरुङ मन्दिर। अनि यो चाहिँ हिँड्ने बाटो यस्तो चट्टान कुदेर बनाइएको बाटोहरू छ यहाँ। यतापट्टि राइट साइडमा चाहिँ पक्कल खोला अनि यतापट्टि चाहिँ चट्टान, हिलको चट्टान रहेको छ। ओ माई गड, यहाँ त
ओहो यस्तो ठाउँमा यो जुका हुने ठाउँ हो यो। अब जिउभरि कहाँ कतिवटा जुका लाग्यो भनेर अब चाहिँ हेर्ने फुर्सद पनि छैन। यहाँ हेर्नलाई रोकिने बित्तिकै झन् बढी लाग्छ। यहाँ हर्याङ गुरुङ मन्दिर यतापट्टिको यो मन्दिर धादिङतिर रहेको हर्याङ गुरुङ मन्दिर भने यो उतापट्टि खोलाभन्दा पारि रहेको यो चाहिँ नुवाकोटतर्फ रहेको अर्को मन्दिर हो यो। त्यसैले यो हर्याङ गुरुङ दुईवटा शिव र पार्वतीको मन्दिर हो यो। एउटा मन्दिर चाहिँ धादिङतर्फ पर्छ भने अर्को मन्दिर चाहिँ नुवाकोट जिल्लातर्फ पर्दछ। यही सप्पल खोलाले नुवाकोट र धादिङलाई छुट्याएको छ। दर्शन गर्नको लागि आउनुभएको उहाँहरू। गणेश मन्दिर जय श्री गणेशाय नमः। गणेश मन्दिर सुरुमा अनि त्यस पछाडि उतापट्टि यो चाहिँ चट्टान ठुलो चट्टान रहेको छ यहाँ। अनि यतापट्टि चाहिँ मन्दिर अनि माथि ठाडो यसरी 90 डिग्रीमा रहेको यो चाहिँ भिर। जय महादेव। महादेवको मूर्तिहरू रहेको छ भित्रपट्टि चट्टानमा पुगेर बनाएको। सप्पल खोलाको मुहान यस्तो डेन्जर छ यहाँ। ओ माई गड वाइट वाटर निकै रमाइलो रहेको छ यो ठाउँ। यो माथिसम्मै जान्छ यो खोला। त्यति ठुलो त होइन तर यहाँको यो बहाव चाहिँ डेन्जर छ।
कस्तो छ यहाँ यो झन् यहाँ चाहिँ यो फलामको पुल बनाएको रहेछ यहाँ यो फलामको पुल बनाएर चाहिँ मान्छेलाई धेरै सहज तीर्थालुहरूलाई सहज भएको छ भिडियो बनाउँदैछु अनि यो पारी चाहिँ धादिङ यतापट्टि धादिङ बाटो छिप्लो छ यो लाउको ठाउँ नजिकै गएर हेरौँ वाल्मिकी आश्रम भनेर लेखिएको छ यहाँ चाहिँ वाल्मिकी भ्यू चाहिँ यहाँ बस्नुभएको भन्ने चाहिँ मान्यता रहेको छ त्यति हाइट लगभग यो चाहिँ 400 मिटर हाइट अब हामी चढ्नुपर्ने यहाँ जुगाको कमाल यो जुका यो अर्को जुका यहाँभित्र झन् खुट्टा जिउभरि कति छ कति बाहिर देखिएको यो यति हो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 फर्याङहरू गर्न लागेको यो 700-800 फर्याङ जस्तो छ आउँदाखेरि झर्दाखेरि त रमाइलो भयो थियो अब उकालो लिन चाहिँ गाह्रो भइरहेछ नमस्ते के छ हालखबर पाइलट साहब ठिकै छु कता छु म धादिङ छु म धादिङ नजिकै हजुर धादिङ भन्ने ठाउँ हो यो धादिङ जिल्लाको यो चाहिँ मध्य पुष्पलाल मध्य पहाडी लोकमार्ग हो यो नेत्रावती गाउँपालिका धादिङ जिल्लामा रहेको यो चाहिँ मध्य पहाडी पुष्प लोकमार्ग यो भाइ धादिङ जिल्लामा चाहिँ गोर्खाको आरुबाट हुँदै आरुबाट भएर नुवाकोटको बट्टारसम्म चाहिँ छ यो हाइवे गाउँपालिका यो यस्तो राम्रो सिन बादल माथि निलो आकाश त्यसपछि निलो आकाशमा बनाइएको यो चाहिँ हाइवे ब्युटिफुल सिन यस्तो राम्रो ठाउँ रहेछ माई गड यो चाहिँ सिल्ले बजार अब 3 बज्नु लागिसक्यो अब खाजा पनि खानुपर्ने अब कहाँ छ पसल खाजा खाने पसल बादल माथि चाहिँ यो हाइवे बनाएको जस्तो फिल भइरहेको छ एकदम हाइटमा यो चाहिँ कटुङजी बजार
मानेपेमेओ गुम्बा आज पूजा रहेछ यो ठाउँमा। हुन्छ, यो चाहिँ गुठी बजार। हो अहिले भने हामी 4-5 घन्टाको ड्राइभपछि अहिले हामी ब्याक टु धादिङबेसी आइसकेका छौँ। थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई बाई।